नमस्कार मित्रहरू। एकपटक अमेरिकाका महान राष्ट्रपति अब्राहम लिंकनले भन्नुभएको थियो, एक पाथी पित्तले भन्दा एक थोपा महले बढी झिङ्गा तान्दछ। यो भनाइ धेरै पुरानो र सत्य भनाइ हो। मानिसहरूसँगको व्यवहारमा पनि यस्तै हो। कसैलाई आफ्नो कुरा मनाउनु छ भने पहिले तिमी उसको मित्र हो भनेर विश्वास दिलाऊ। उसको मुटु तान्ने महको थोपा यसैमा छ। यो नै उसको मनमा पुग्ने सही राजमार्ग हो। रिस उठेको बेलामा एक दुई कुरा भनेर आफ्नो रिस शान्त पार्न त जसले पनि जानेको हुन्छ। आफ्नो मनको तितो पोख्न पनि सकिन्छ। तर तपाईले रिस खन्याएको मान्छेले के सोच्छ होला, कहिले विचार गर्नुभएको छ? उसलाई तपाईलाई जति खुसी मिल्छ त? तपाईको आक्रोश र शत्रुताले भरिपूर्ण लवजले उसलाई तपाईसँग सहमत हुन सहज बनाउँछ? एकपल्ट सोच्नुहोस् त, यदि तपाईँ पाखुरा सुर्किँदै मतिर आउनुहुन्छ भने यकिन मान्नुहोस्, म पनि त पाखुरा सुर्केर तपाईँलाई स्वागत गर्नेछु। तर यदि तपाईँ हामीसँगै बसेर हामी बीच भएका के कति फरक कुराहरू छन्, किन छन्, एकपटक हामी संवाद गरौँ न, कुरा गरौँ न भन्दै आउनुभयो भने हामी बीच त्यति धेरै फरक छैन भन्ने कुरा तत्कालै हामीलाई महसुस भइसक्छ। हामी बीच फरक भन्दा पनि बढी समानताका कुरा धेरै छन् भन्ने कुरा पत्ता लाग्दछ। हामीसँग धैर्य र चाहना छ भने सँगै बसेर हाम्रो मतभेदलाई भगाउन पनि सकिन्छ। कसैको मन तपाईप्रतिको दुर्भावना र विद्वेषले भरपूर छ भने तपाईँ तर्कशास्त्रको कुनै पनि बल प्रयोग गरेर पनि उसको मन जित्न सक्नुहुन्न। गाली गर्ने बुवाआमा, शासन गर्न खोज्ने हाकिम अथवा लोग्ने, कचकच गर्ने श्रीमती, सबैले कोही पनि मानिसहरू आफ्नो मन त्यत्तिकै परिवर्तन गर्न चाहँदैनन् भन्ने तथ्यलाई स्वीकार्नु पर्दछ। तिनीहरू कसैलाई पनि बल गरेर आफूसँग सहमत गराउनै सकिँदैन। भद्र र मित्रवत भएर हामी उनीहरूलाई त्यत्तिकै भद्र र मैत्रीभावपूर्ण बनाउन चाहिँ सक्दछौँ। यही सिलसिलामा व्यापारीहरूले जहिले पनि हडतालकर्ताहरूसँगको मित्रताबाट फाइदा हुन्छ भन्ने कुरा बुझेका हुन्छ। उदाहरणको लागि यो अमेरिकाकै एउटा कम्पनीको उदाहरण, व्हाइट मोटरका कम्पनीका 2500 भन्दा बढी कामदारहरूले ज्याला वृद्धि र एउटा युनियन पसलको माग राखेर हडताल गरेको बखत कम्पनीका अध्यक्ष रोबर्टले आफ्नो सन्तुलन गुमाएनन्। उनले हडतालकर्तालाई होच्याउने, धम्क्याउने र तह लगाउने कुनै प्रकृति अपनाएनन्। सट्टामा उनीहरूको प्रशंसा गरि नै रहे। स्थानीय पत्र पत्रिकामा आन्दोलनकारीहरूको शान्तिपूर्ण भावनाको प्रशंसा गरेर विज्ञापनहरू पनि प्रकाशित गराए। हडताल कर्मीहरू बेकार बसेको देखेर दर्जनौं बेसबल र पन्जाबहरू किनिदिए। बेकार बस्नुभन्दा खेल खेलेर समय बिताउन प्रेरित गरे। जसलाई क्रिकेट मन पर्थ्यो तिनको लागि क्रिकेट मैदान नै भाडामा लिइदिए। रोबर्ट महोदयको यो मैत्रीपूर्ण भावले मैत्री भाव नै पैदा गराइछाडियो। हडताल कर्मीहरू अब कुचो साबेल लिएर कारखाना वरिपरि छरिएका सलाइका बट्टा, कागजका टुक्रा, चुरोटका ठुटाहरू टिप्न थाले। सोच्नुहोस् त, मजदुरहरू ज्याला वृद्धि र युनियनको मान्यताको माग राख्दै कारखाना वरिपरिको सरसफाइमा पनि जुटिरहेका थिए। अमेरिकाको औद्योगिक हडतालको तुफानी इतिहासमा यस प्रकारको घटना सायद भएकै थिएन। त्यो हडताल एक हप्ताभित्र बिना कुनै द्वेष, बिना कुनै तिक्तता सहमतिमा टुङ्गिएको थियो। ड्यानियल वेबस्टर एकजना कानुन व्यवसायी थिए। उनी भगवान जस्तै थिए र एकदम मिठो बोल्दथे। आफ्ना बसहरूमा हरेक क्षण मैत्रीपूर्ण भावहरू झल्काउने प्रयास गर्दथे।
न्यायाधीश अथवा न्यायमूर्तिले यो कुरालाई ध्यान दिनु वाञ्छनीय छ, यो कुरा विचारणीय छ। न्यायमूर्तिले नजरअन्दाज गर्न नहुने यहाँ केही तथ्यहरू छन्। न्यायमूर्तिले आफ्ना मानवीय ज्ञानका आँखाले हेर्दा यी कुरा पनि देख्न सक्नुहुन्छ, जस्ता वाक्यांशहरूको प्रयोग हुन्थ्यो उनको बहसमा। प्राय पाखुरा खैच्याइकै भएन, दबाब पनि केही दिन्नथे, आफ्नो विचार लाद्ने प्रयास पनि हुँदैनथ्यो। वेबस्टर यसरी नरम र शान्त र मैत्रीपूर्ण तरिकाहरू अपनाउँथे। यसले नै उनलाई ख्याति दिलायो। तपाईलाई जीवनमा हडताल तोड्ने अथवा अदालतमा बहस गर्ने अवसर नआउन पनि सक्छ। तपाईलाई घरको बहाल घटाउनु पर्ने स्थिति पो आउँछ कि यस्तै मैत्री भावले सहयोग गर्छ कि एकपटक हेरौँ। हरि नामका एक इन्जिनियर आफू बसेको घरको बहाल कम गराउन चाहन्थे, तर घरका मालिक एकदमै कडा। हरिले कक्षामा बताए अनुसार मैले पट्टा सिद्धिएपछि यो घर छाडिदिन्छु भनेर लेखेर दिएँ। वास्तवमा म यसलाई छोड्न चाहिँ इच्छुक थिइनँ। अलिकति घर भाडा घटाइदिएदेखि म त्यहीँ बस्न चाहन्थेँ, तर परिस्थिति एकदमै निराशाजनक बन्न पुग्यो। भाडामा बस्ने अरूहरूले पनि असफल प्रयास गरेका थिए। सबैको धारणा यो घर मालिकसँग व्यवहार गर्न अप्ठ्यारो छ भन्ने नै थियो, तर म चाहिँ मनमा नै म मानिससँग व्यवहार गर्ने कलाको बारेमा सिकिरहेको छु। यसलाई एकचोटि प्रयोग गरेर हेर्छु, एकपटक केही त होला भन्ने सोचिरहेको थिएँ। मेरो चिठी पाउने बित्तिकै ऊ र उसको सचिव मलाई भेट्न आए। मैले उनीहरूलाई ढोकेमा हार्दिक स्वागत गरेँ। म सद्भाव र उत्साहले प्रेरित थिएँ। भाडा महँगो भएको विषयबाट मैले कुरा सुरु नै गरिनँ। उसको घर यो आफूलाई साह्रै मन परेको कुरा मैले बताएँ। विश्वास गर्नुहोस्, मैले आफ्नो भित्री मन खोलेर भनेको थिएँ। उसले यो घर सञ्चालन गरेको तरिकाको पनि मैले मुरी प्रशंसा गरेँ। अन्तमा मैले अर्को 1 वर्ष पनि बस्न त चाहेको, तर आफ्नो औकातले नभ्याउने कुरा भन्नसम्म उनलाई भ्याएँ। उसको भाडाबालबाट यस प्रकारको सम्मान उसले यस अघि प्राप्त गरेकै थिएन। यस्तो परिस्थितिमा के गर्नुपर्ने हो उसले सोच्नै सकेन। त्यसपछि उसले आफ्नो कष्टको बारेमा बखान गर्न थाल्यो। एउटा भाडाबालले उसलाई तथानाम गाली गरेर 14वटा चिठी लेखेको रहेछ। अर्कोले तल्लो तलामा घुर्ने मानिस बस्ने दिएकोले बिचमै छाड्ने धम्की दिएको रहेछ। उसले भन्यो, तपाईँ जस्तो सन्तुष्ट भाडाबाल पाउनु मेरो लागि सौभाग्य हो। मैले नभनिकन उसले पैसा घटाइदियो, तर म अझ कम तिर्न चाहन्थेँ। मैले आफूले दिन चाहेको रकम बताएँ। उसले त्यो पनि सजिलै स्वीकार गर्यो। हेर्नुहोस् त, विनम्रता र मिठो कुराले कति ठुलो चमत्कारिक प्रभाव पार्न सक्छ। जाँदै जाँदै मतिर फर्केर उसले सोध्यो, तपाईँको कोठा अझ सजाउन मन थियो कि? अरू भाडाबालले जस्तै तरिका अपनाएर बहाल घटाउने प्रयास गरेको भए मैले पनि उनीहरूको जस्तै परिणाम बेहोर्नु पर्दथ्यो। मैत्री र सहानुभूतिपूर्ण शैलीले गर्दा मैले त्यो प्राप्त गर्न सकेको हुँ। डिन वुडकक पेन्सिल्भेनियाको एक स्थानीय विद्युत कम्पनीको एक विभागका निरीक्षक हुन्। उनले विभागलाई एकपटक खम्बाको टुप्पोको केही सामग्री मर्मत गर्ने जिम्मेवारी दियो। पहिले यो काम अर्कै विभागले गर्दथ्यो। हालै मात्र यो काम वुडककको विभागलाई जिम्मा लगाइएको थियो। उनी अन्तर्गतका मानिसहरू यसमा तालिम प्राप्त त थिएनै, तर यो काम विभागले पहिलो पटक गर्न लागेकोले सबैलाई चासोको विषय भएको थियो। वुडकक, उनका सहायकहरू र अन्य विभागका सदस्यहरू पनि काम भइरहेको ठाउँमा जम्मा भएका थिए। कार, ट्रक र मानिसहरूको सानोतिनो भिड नै लाग्यो त्यहाँ। सबै खम्बाको टोपोमा पुगेका 2 जना तमासा हेरिरहेका थिए। वुडककको आँखा सडकको एउटा कारबाट क्यामेरा लिँदै निस्किन लागेको एउटा मानिस पर्यो। उसले केही फोटो पनि लियो। सार्वजनिक छविको विषयमा कम्पनी बडो सजग थियो। वुडककलाई त्यो क्यामेरावाला मान्छेले 2 जनाको कामको लागि यति व्यर्थको भिडको बारेमा अनावश्यक सोचिरहेको होला भन्ने लाग्यो। उनी त्यो युवकतिर गएर सोधे, हाम्रो काममा तपाईँलाई विशेष चाख जस्तो छ नि? हजुर, मेरो आमालाई अझ यो चाख लाग्ने कुरा हो। उहाँले तपाईँको कम्पनीबाट केही सेयर लिनुभएको छ। यो फोटोले उहाँको आँखा खोलिदिनेछ। आफ्नो लगानी गलत भएछ भन्ने कुरा उहाँलाई पनि लाग्न सक्छ। यस्तो कम्पनीमा पैसा लगाउनु बेकार छ भनेर मैले त भन्नै रहेको थिएँ। फेरि
पत्रिकाको लागि यो फोटो विशेष आकर्षकको हुनेछ। हो, यो